Hi guys, welcome to my another vlog. It's me Sandy अनि आज चाहिँ म न्यू भ्लगको साथमा उपस्थित भइसकेकी छु। म मात्र नभएर आज चाहिँ मेरो पुरै फ्यामिली, दुईटा दिदी अनि एउटा भाइ पनि छ। अनि आज चाहिँ हामी कहाँ जान लागेको भन्देऊ त सिमु? गोदावरी ड्राई पिकनिक जान लागेको। अनि हामी मात्रै नभएर हाम्रो चाहिँ बहिनीहरू पनि छ। फाइनली गाइज बहिनीहरूलाई पनि भेटेर हामी चाहिँ गोदावरी पनि आइसक्यौँ। बस स्टपमा झरेर चाहिँ हामी हिँड्दैछौँ सबै आफ्नो आफ्नो तालमा। कस्तो लाग्दैछ गाइजहरू भनिदिउँ त? राम्रो छाप्रोले। अनि त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ हिरोनीहरू हिँड्दैछन्। अनि म यहाँ छु भने मेरो भाइ अगाडि छ, लास्ट चाहिँ लम्बु छ। हेलो दिवस, हाई भनिदेऊ न। रिसाको मेरो भाइ चाहिँ हल्का क्यामेरातिर आउनलाई हल्का डराउँछ, लजाउँछ, त्यही हो। अनि अझै यति हिँड्नुपर्छ गाइजहरू। सकेको छौँ, यहाँ टिकट काउन्टर हो। त्यहाँबाट टिकट लिएर चाहिँ त्यहाँबाट इन्ट्री हुन्छ। अनि हेर्न सक्नुहुन्छ यहाँको ग्रिननेस, एज यु क्यान सी भएको अवस्था। फाइनली गाइज इन्ट्री भयो है। अब चाहिँ हामी त्यहाँ पुगिसक्यो मेरो सिसीहरू। हामी चाहिँ 8:30 बजे हिँडेको घरबाट, यहाँ आइपुग्दा चाहिँ 12:45 भयो होइन ठ्याक्कै। अनि हाम्रो सिस्टर शोभा दिदी। अनि यहाँनिर केकको हालत त झनै हालतै भएको छ गाइज। अनि यहाँ हाम्रो सानो लिटल बोय जेम्स पनि बोकिरहनु भएको छ के सामानहरू। अनि त्यहाँनिर 3 जना बाँकी आउँदैछन्, डनहरू आउँदैछन्, अर्डर दिँदैछन्। अनि म पनि हिरोइन भएर आउँदैछु यसरी। फाइनली कति वर्षपछि गोदावरी आइयो, सो ग्ल्याड। अनि पानी पनि छ यहाँनिर। सिमु यता हेर्नुहोस्, वाउ कति राम्रो देखेको हो र गाइजहरू। हेर्नु हाम्रो टोलीहरू चाहिँ गोदावरी प्रवेश गरेर कस्तो दामी देखेको गाइज। खतरा क्या, बसबाट झर्ने बित्तिकै चाहिँ यस्तो भयो नि, यस्तो रमाइलो। तर 2 जना चाहिँ एकदमै थाके होइन। अनि त्यही हो, अरू त हामी सबै हट्टकट्ट। अनि हेर्नु कस्तो मजाले ड्राई पिकनिक गरिरहेको। त्यता नि यता हेर्नु, ओहो जता हेऱ्यो त्यतै यता त भाइब्स नै भाइब्स छ गाइज, टु मच भाइब्स गाइज। अब यहाँनिर हाम्रो ओछ्यान तयार हुँदैछ गाइजहरू। गाइज ल केकको हालत यस्तो भएको छ गाइज। हाम्रो यहाँ सेटअप रेडी हुँदैछ। हेर्नु भोकले सबैजनाको हालत खराब भएको छ, सबजना भोकै आएको। केकको अरू भन्दा नि केकको हालत हेर्नु न गाइज। हाम्रो गड ड्याम के हो यस्तो यो केक। ह्याप्पी न्यू इयरको केक त सबै गयो खेर। गाइज यिनीहरू हाँसेर मर्न लागिसक्यो है मेरो। कस्तो लागिरहेको है यहाँनिर अर्कोले भाङ खाएको जसरी हाँसेर मर्न लागिसक्यो यो। यता मलाई गाइज कस्तो हुँदैछ देखा न यतातिर, रमाइलो हुँदैछ। यता चाहिँ हेर न मलाई चाहिँ यता हेर्दै भनेको किन। उनी पनि खाँदै हुनुहुन्छ। दिवस कस्तो छ? मिठो छ, रमाइलो भइरह। इ अझै यति खानुपर्ने छ। वाउ। अनि हजुरको नि इन्दुजी जेम्स रमाइलो भइरहेछ। सोबु
अब बोटानिकल गार्डन जान लागेको एन्ड देन दिस इज बोट यहाँबाट चाहिँ इन्ट्री गर्ने हो उनीहरू आउँदैछन् यहाँबाट माथि चाहिँ अब सिधै बोटानिकल गार्डन पुगिन्छ यहाँबाट जाने हेर्न सक्नुहुन्छ कति दामी छ यहाँ यस्तो दामी भ्यू छ है गाइस यो माथि पुगेपछि चाहिँ गाइस हेर्नु न कति धेरै भिड छ आज पनि यस्तो दामी प्रिसियस ठाउँ प्रिसियस मोमेन्ट सब भिडियो खिच्दै सब भिडियो खिच्दैछ यहाँ यस्तो दामी ठाउँमा आएपछि भिडियो नखिच्ने त कुनै उयो नै छैन गाइज यस्तो दामी छ नि यहाँ चाहिँ सबैजना फोटो सेसनमा बसेको छ यता पनि फोटो खिच्न लागिरहेछ भने यता पनि फोटो खिच्दैछन् अनि म चाहिँ एक्लै यहाँनिर भिडियो बनाउँदै अनि हाम्रो जेम्स चाहिँ रिसाएर बम हुनुभएको छ किन हो रिसाउनु भएको हो जेम्स छैन शोभा डार्लिङ यता हेर कस्तो भइरहेछ रमाइलो भइरहेछ सीमा फाइनली यहाँ आइसकेको छौँ हेर्न सक्नुहुन्छ उहाँ एकदम एक्साइटेड हुनुहुन्छ फेरि टु मच एक्साइटेड के यहाँनिरबाट यहाँ मिल्छ ओके गाइज ल यहाँनिर टाँसा छ त यस्तो छ यहाँनिर भित्र चाहिँ है यहाँबाट यता एक्सेस अनि यहाँबाट माथि छ कति राम्रो के माथि आएपछि चाहिँ त्यता 2-3 वटा चाहिँ बन्द रहेछ अनि यहाँ चाहिँ खुल्ला रहेछ है फेरि यहाँनिर चाहिँ खुल्ला छ यहाँनिर चाहिँ यस्तो छ यहाँनिर पनि एकचोटि हेरिदिनु होला वाउ कस्तो खतरा छ नि यहाँनिर नि यस्तै रहेको छ गाइज त्यहाँबाट निस्केर चाहिँ हामी यताबाट झरेको अवस्था यहाँको बाटो जानुपर्ने हुन्छ त्यहाँनिर गइसक्नुभयो अनि यता चाहिँ फोटोसुट अब अझै इन नै भएको छैन हुन पनि यस्तो पिसफुल अझै यस्तो फुलै फुल भएको ठाउँमा त्यहाँनिर फोटोसुट हुँदैछ यहाँनिर नि फोटोसुट हुँदैछ यतातिर भ्लगिङ हुँदैछ गाइज हैन ल यस्तै छ यतातिरको भ्यू यहाँबाट त्यहाँ माथि चाहिँ देखिरहेको डाँडा चाहिँ मार्बल डाँडा हो क्या ग्रिन हाउस जान लागेको अनि यहाँनिर चाहिँ यस्तो भ्यू रहेको छ यस्तो दामी छ यता फोटो खिच्ने सेसन चलिरहेको छ अझै यहाँ फेरि फोटो खिच्ने यो क्विनलाई चाहिँ फोटो खिच्नै पर्छ जतिखेर पनि मलाई भ्लग गर्नु जस्तै उसलाई पनि फोटो खिच्नु चाहिँ उसको प्यासन हो फेरि पानी देखेर यिनीहरूको मन
यहाँनिर बस्न मन लागेर यहाँ यो ठाउँ त मलाई कस्तो याद आयो। यहाँ फेरि फोटो सेसन फोटो खिचौँ भिडियो बनाऊँ भनेको यहाँनिर यति घुम्दैमा यहाँ सबैजना थला परिसक्यो क्या। आमामामा हेर्नु न यहाँ गाइजहरू यता फेरि अर्को छ। हेलो यहाँ उसलाई फेरि गुराँसको फुल चार्ज पनि सकिन लागिसक्यो गाइज। मेरो त हालत भएको छ। मैले त मेरो फोनमा एउटा टिकटक पनि बनाउन पाइनँ गाइज अनि फोटो पनि खिचेकै छैन। घुम्दा घुम्दा यहाँको यस्तो पिसफुल इन्भाइरोमेन्ट प्लस यस्तो ब्युटिफुल ठाउँ चाहिँ कसम से यार के भनौँ। अब चाहिँ यहाँ जान लाग्दैछौँ अनि मेरो चार्ज पनि सकिन लागेको अवस्था छ। सबजना हिँड्दैछन्। हिँड्न चाहिँ यहाँ मेरो अर्को दिदी चाहिँ थाकेर मर्नु लागेको छ। यहाँ भाइ पनि कालो मुख बनाइसक्यो। यहाँ हेर कालो मुख लगाइसक्यो अनि यतापट्टि फेरि दिदी हिँड्दै हुनुहुन्छ। अब यहाँबाट जानुपर्छ। ग्रिन हाउस नजिक आइपुग्यो। हेर्नु यहाँ हेर्नुहोस् यस्तो छ यहाँनिर तलाउ जस्तो। यहाँनिर गिटारको सेप छ अरे। यो गिटारको सेप हो अरे। त्यहाँनिर त्यस्तो छ। कस्तो राम्रो छ है गाइस यहाँनिर यस्तो ग्रिननेस। यहाँभित्र चाहिँ के छ हेरौँ है त गएर। यताबाट गए पनि यहाँ चाहिँ यस्तै छ है। सबैजना कता कता पुगे गाइस। म चाहिँ एक्लै छु यहाँनिर। As you can see. यहाँबाट चाहिँ एक्जेस्ट ल हेर्नु यस्तो दामी बबाल ग्राउन्ड छ। थाकेर चाहिँ हामी यस्तो ठाउँमा आएर बसेको छौँ। सबैजना थाकेर यहाँनिर यस्तो हालत हुलिया बनाएका छौँ। शिवा ओ थाकिस्? इन्दु इन्दु के भयो? शोभा यता इन्दिरा मन्दिरा यता भाइहरू कता कता। हामी चाहिँ थाकेर यता। अब चार्ज पनि सकेको अवस्था। त्यही भएर आजको भ्लग चाहिँ यतितिर इन्ड गर्नुपर्ने हुन्छ। सी यू इन द नेक्स्ट भिडियो। बाई बाई भनिदेऊ केटीहरू। बाई।